Pathao riders in Kathmandu. यस्तो रफ राइडिङ हैन त्यसले यस्तो रफ चलाइदियो हैन अब यहाँ लेन डिसिप्लिन छैन भनेर चिट काट्नै मिल्दैन किनभने यहाँ लेनै छैन पहिले सुरु हैन लुक एट दिस राइडर्स ओ नाइस यहाँ बारहरु राखेर रहेछ यार अहिले तर नो युटर्न लेखेर चाहिँ गाडीले घुमाइदिए हैन सो कति पैसा बाइक चलाएको मैले ओ अब रिस्की ओभरटेक हो क्या एकदम रिस्की ओभरटेक हो क्या हो यो cyclist fucker Scorpio like जबरजस्ती ओभरटेक गरिहाल्नु हुँदैन क्या क्वालिटी त यस्तो बवाल छ नि यो क्यामेराको ओ लर्ड वेयर इज माई मसल मेमोरी अब बात यतिको पो आ गई रिस्की नै हुन्छ राति Okay, so hi guys, a new day, another vlog. आज मैले धेरै दिनपछि vlog गरिरहेको छु because my mic setup wasn't really nice. अनि this is probably because of the ecosystem, I believe. म DJI को के अरे इन्स्टा को क्यामेरा युज गरिरहेको थिएँ अनि DJI को माइक युज गरिरहेको थिएँ सो अहिले चाहिँ आई एम युजिङ DJI's क्यामेराज मैले एक्सचेन्ज गरिदिएँ DJI को क्यामेरा के अरे इन्स्टा को क्यामेरा DJI सँग सो दिस इज गोना बी अ टेस्ट भ्लग अनि today's topic about the vlog is going to be Pathao riders in Kathmandu. So few days ago म गाडी रेन्ट गरेर कतै गइरहेको थिएँ अनि I had to do Pathao like Yango भनौँ न because Yango is more famous these days. अब the only complaints म यो Pathao यहाँ like राइडरहरूलाई भनौँ न basically riders भन्दा म के गर्न चाहन्छु भन्दाखेरि चाहिँ they need to be trained to drive properly in Kathmandu. So we have a new government, you know, we have a listening government. So यो चाहिँ एउटा नयाँ रुल बनाउनु पर्ने भयो क्या everything should be registered अनि यो रेजिस्टर्ड गरेको वालाहरूले मात्रै चलाउन पाउने अनि रेजिस्टर्ड गरेको कम्पनीहरूले पनि लाइक आफ्नो राइडरहरूलाई चाहिँ एकदम हुन्छ नि एकदम स्किल्ड राइडरहरूलाई मात्रै राख्नु पऱ्यो क्या लाइक मान्छेहरू अब नेपालीहरूले चाहिँ बेसिकली के बुझ्छ भन्दाखेरि नेपालको एक्सपिरियन्सले राइडिङ स्किललाई इन्हेन्स गर्दैन हैन राइडिङ स्किल्स भनेको चाहिँ कुन समयमा कहाँ ओभरटेक गर्ने कुन समयमा स्पिड गर्ने कुन समयमा हुन्छ नि अब ट्राफिक लाइटदेखि लिएर हैन लेन्स डिसिप्लिनदेखि लिएर लाइक रोडको एउटा ओभरअल नलेज एक्चुअलमा नलेज भएको मान्छेहरूलाई चाहिँ स्किल राइडर भन्न सकिन्छ यहाँ चाहिँ यो केसमा चाहिँ एक्सपिरियन्स राइडर इज नट रियली इक्विभ्यालेन्ट टु स्किल राइडर किनभने स्किल राइडर भनेको चाहिँ जसले ओभरअल थाहा छ जसले के गर्नु हुन्छ हुँदैन थाहा छ अनि के गर्नु हुँदैन चाहिँ त्यो मान्छेले गर्दैन नि त्यो मान्छेलाई चाहिँ बल्ल स्किल राइडर भन्न मिल्छ क्या So today's vlog is gonna be about that. Ani yeah. So few days back I had to book a ride, you know, bike ma to get to my location. And त्यसपछि यस्तो रफ राइडिङ हैन damn bro. Their own speed कमै गर्दैन क्या हुन्छ नि अलिकति पाएकै छिराइदिने स्लो डाउन भन्ने त कुरै छैन लिटरली न टर्निङमा स्लो डाउन छ हैन न त्यो अलिकति भिडभाडमा स्लो डाउन छ अनि एउटाले त यस्तो रफ चलाइदियो हैन मलाई फेरि पछाडि बस्न एकदम डर लाग्ने मान्छे यदि केही पनि अनि म अरूलाई त्यस्तो ट्रस्ट गर्दिनँ क्या बाइकमा चाहिँ सो म गाडीमा पनि अरू गाडी चलाइरहेछ भने म अरूले चलाएको चाहिँ डर लाग्छ हैन
आफूले चलाएकोमा चाहिँ अलिकति कन्फिडेन्ट हुन्छ। सो यतिकै डर लाग्ने, त्यसले यस्तो रफ चलाइदियो होइन। त्यो बाइक चढेको 2 मिनटमा मैले त्यसलाई रोक भन्न लगाएर अनि राइड क्यान्सल गरेको थिएँ कि। सो इट वाज द्याट हार्मफुल अनि डेन्जरस। सो कोही राइड फेरि मैले त्यसले चढ्नुभन्दा अगाडि भनेको एकदम बिस्तारै जाऊँ भाइ भनेर होइन। बट नाउ मैले एक त त्यसको बाइक पनि घ्याट गरिरहेको थिएँ, पुरानो बाइक। द्याट्स द फर्स्ट टाइम आई एभर डिड राइड बुक गर्दाखेरि। द्याट वाज भेरी डेन्जरस। अनि यो काठमाडौँमा रोड नलेज अलिकति इन्हेन्स गर्नु छ भने चाहिँ आई गेस द फर्स्ट स्टेप वुड बी अवेरनेस होइन। अनि अवेरनेस पनि त्यो जे पाइ त्यो अवेरनेस होइन कि एक्चुअलमा ट्राफिकले बसेर चिट जहाँ काट्छ नि, जहाँ काट्नुपर्ने हो। जस्तै बौद्धको रोड हेरौँ यहाँ, अब यहाँ लेन डिसिप्लिन छैन भनेर चिट काट्नै मिल्दैन, किनभने यहाँ लेनै छैन पहिला सुरु होइन। अब यस्तो ठाउँमा चाहिँ पहिला लेन बनाउनु पऱ्यो, रुल बनाउनु पऱ्यो, त्यसपछि इम्प्लिमेन्ट गर्नु पऱ्यो, त्यसपछि टेस्ट गर्नु पऱ्यो, त्यसपछि एजुकेट गर्नु पऱ्यो, अवेरनेस फैलाउनु पऱ्यो होइन। त्यसपछि पनि मानेन भने त्यसपछि चाहिँ चिट काट्ने हो क्या। त्यसपछि चाहिँ मेक सेन्स गर्छ। अब यो गाडीको यहाँ नो पार्किङवालामा लगाइदिएको छ होइन। अब यहाँ नो पार्किङको बोर्ड छ होइन, मान्छेहरू यहाँ त रोकिहाल्छ नि, अभियसली रोक्छ। अब त्यो गाडीमा के बिग्रेरै होला, बिग्रेर त होइन होला, तर ड्राइभर पनि छैन त्यो गाडी। सो यो कुरा चाहिँ अलिकति स्ट्रिक्ट हुनु पऱ्यो नेपालमा, बिस्तारै स्ट्रिक्ट हुनु पऱ्यो। एकैचोटि त हुँदैन अभियसली। बौद्धको रोड पनि अलिकति भेरी रिस्किएस्ट रोड मध्येमा पर्छ काठमाडौँको। त्यो चाहिँ यहाँ बस, मेन त बसहरू हो। यो झन्डा बोकेर हिँड्न मान्छे। क्यामेरा किन मुभ भइरहेछ? 7 मिनटको रेकर्डिङ। I need to go left a little bit. Erky Sports. I don't know मेरो एक्सन क्यामेराहरूसँग किन यस्तो यति धेरै कुरा मिल्दैन। मैले पुरानोवाला एक्सन क्यामेरा किनेको पनि स्क्रैच भयो, लाइक मेन लेन्समा स्क्रैच भयो। अब यसमा पनि मेन लेन्समा त स्क्रैच भएको छैन, तर त्यो किनेर भोलि किनेकै दिन हो एक्चुअली। किनेकै दिन क्यामेरा झर्दिएर भने एक्सन क्यामेरा त्यो प्रोटेक्टर लगाएको, प्रोटेक्टर स्क्रैच भइदिएर। त्यो त डिजिआईको प्रोटेक्टर थियो कि। हो लेट्स सी आजको माइक क्वालिटी कस्तो छ। अहिलेसम्म चाहिँ मेरो माइक नोइज क्यान्सलेसन अनमा छ। सो आई विल ट्राई टु टर्न अफ द नोइज क्यान्सलेसन। अहिले चाहिँ अब नोइज क्यान्सलेसन अफ भयो। सो आई होप मेरो आवाज राम्रो आइरहेको छैन होला अहिले, बट स्टिल द्याट्स अ टेस्ट। दिस इज द टेस्ट होइन। अनि आफ्टर नोइज क्यान्सलेसन अफ कस्तो आवाज आउँछ होला। अनमा त त्यस्तो राम्रो आउँदैन थियो पहिलेको क्यामेरामा। बौद्धमा पनि यो म्यानेजमेन्ट गाह्रो छ अलिकति। मान्छेहरू बाध्य छ जहाँबाट नि युटर्न लिन। Look at this riders. They don't care about the rules. Rules नै छैन क्या, एक्चुअलमा रुल्स नै छैन कि इम्प्लिमेन्ट गर्नलाई। म चाहिँ यस्तोमा अलिकति युटर्न लिँदिनँ, अलिकति खाली बाटो पाएपछि मात्रै युटर्न लिन्छु। त्यसमा मलाई चाहिँ लास्ट अप्ठ्यारो लाग्छ यस्तो क्राउडमा आएर ओभरटेक युटर्न लिनु। 150 हिरो भन्दैछ माइक के अरे जाममा। अब यहाँ चाहिँ लाइट राखेको छ आई गेस, ट्राफिक लाइट। अब युज चाहिँ भएको छ कि छैन अहिले आएर नो। तर म अस्ति आउँदा चाहिँ रेड लाइट ग्रिन लाइट बलिरहेको थियो। भेरी मच गर्मी। ओ नाइस यार, बारहरू राखेर रहेछ यार अहिले। नाइस यार। त्यो बारहरूले चाहिँ एकदमै इफेक्टिभ काम गर्छ होइन। मान्छेहरू हत्तपत्त बाटो काटिहाल्न पाउँदैन। यो चाहिँ लाइक यहाँ पनि हुनुपर्ने हो क्या, बिस्तारो लाग्छ होला, पारिपट्टि पनि राख्नुपर्ने हो। अनि मान्छेहरू त्यति भएपछि
फुटपाथ पनि अलिकति बढी युज गर्छ क्या लाइक एक्चुअल रोडभन्दा चाहिँ किनभने मान्छेहरूलाई फुटपाथभन्दा रोडमा हिँड्नु कम्फर्टेबल लाग्छ विच सुड नट बी द थिङ अब यो यस्तो ठाउँ हो क्या खासमा बौद्धमा अलिकति गाह्रो पर्ने